So let's talk about fatty acid synthesis. यो चाहिँ कता हुन्छ भन्दाखेरि हाम्रो लाइक लिभर किडनी स्किनतिर हुन्छ र सेल अर्गानलको कुरा गर्नु पऱ्यो भने लाइक साइटोसोलमा हुन्छ। तर लाइक हरेक कुरा बन्नुको लागि प्रिकर्सर चाहिन्छ अनि त्यसै गरी यसको लागि पनि प्रिकर्सर भनेको एसिटाइल कोए हो। अनि एसिटाइल कोए चाहिँ अब हुन्छ नि यो चाहिँ सुरुमा माइटोकोन्ड्रियामा बन्छ अनि यो माइटोकोन्ड्रियाबाट चाहिँ यो एसिटाइल कोएले चाहिँ यतिकै झिक्न मिल्दैन क्या। लाइक के हामीलाई हुन्छ नि लाइक रियाक्सन अथवा क्यारियर टाइपको चाहिन्छ अनि त्यहाँबाट चाहिँ झिक्न मिल्छ। अब के गर्छ भन्दाखेरि होइन यो एसिटाइल कोएले चाहिँ हामीले साइटोसोल बाहिर कसरी लिएर आउँछ भन्दाखेरि एसिटाइल कोए र अक्जालो एसिटिक एसिडलाई लाइक रियाक्सन गर्न दिन्छौँ अनि सिट्रेट बनाउँछ अनि त्यहाँ चाहिँ माइटोकोन्ड्रियामा ट्राइकार्बोजाइलेट सिट्रेट ट्रान्सपोर्टर भन्ने हुन्छ अनि त्यसले चाहिँ यो सिट्रेटलाई होइन साइटोसोलमा लिएर आइदिन्छ अनि यसरी चाहिँ सिट्रेट साइटोसोलमा आउँछ। साइटोसोलमा आएपछि हाम्रो सिट्रेट लायज भन्ने हुन्छ अनि सिट्रेट लायजले चाहिँ यो सिट्रेटलाई ब्रेकडाउन गरिदिन्छ अनि लाइक त्यही हो। अब ब्रेकडाउन गरेपछि अक्जालो एसिडेटमा बन्छ अनि एसिटाइल कोएमा लाइक ब्रेकडाउन भएर बन्छ अनि यसै गरी चाहिँ लाइक एसिटाइल कोए माइटोकोन्ड्रियाबाट चाहिँ साइटोसोलमा आउँछ अनि साइटोसोलमा आएपछि अब के हुन्छ भन्दाखेरि एसिटाइल कोएले चाहिँ हामीले म्यालोनाइल कोएमा कन्भर्ट गर्नुपर्छ अनि यसको लागि चाहिँ हामीलाई के भन्छ के चाहिन्छ भन्दाखेरि एउटा इन्जाइम चाहिन्छ एसिटाइल कोए कार्बोजाइलेज भन्ने अनि यो चाहिँ रेट लिमिटिङ स्टेप हो अथवा इन्जाइम हो यसको। अनि बायोटिन चाहिन्छ भिटामिन B7 अनि कार्बन डाइअक्साइड चाहिन्छ अनि यो कार्बन डाइअक्साइड चाहिँ हामीले बाइकार्बोनेट आयनबाट पाउँछ अनि त्यसरी म्यालोनाइल कोए भन्छ। अब यो चाहिँ यो यतिले चाहिँ हामीले के हुन्छ भन्दाखेरि सिट्रेट सर्टल भन्ने भन्छ क्या यतिलाई सिट्रेट सर्टल। अनि यो चाहिँ स्टेप 1को काम सक्यो अनि स्टेप 2मा चाहिँ के हुन्छ भन्दाखेरि लाइक हाम्रो स्टेप 2मा चाहिँ फ्याटी एसिड कम्प्लेक्स भन्ने हुन्छ अनि लाइक सेकेन्ड स्टेपमा चाहिँ यसकै काम हो यो चाहिँ एउटा मल्टी इन्जाइम कम्प्लेक्स हो होइन। अनि यसले कसरी काम गर्छ भन्दाखेरि यसमा दुईवटा कुरा हुन्छ एउटा चाहिँ एसाइल क्यारियर प्रोटिन भन्ने हुन्छ अनि लाइक अर्को चाहिँ सिस्टिन बाइन्डिङ साइड हुन्छ अनि लाइक यो चाहिँ हुन्छ नि 6वटा इन्जाइमले बनेको कम्प्लेक्स हो। सो यो यति छ नि यो केटो असाइल सिन्थेज यो म्यालोनाइल एसिटाइल ट्रान्सक्यालेज अनि हाइड्रेटेज इनोल रिडक्टेज केटो असाइल रिडक्टेज थायोस्टेरेज यिनीहरू चाहिँ लाइक रियाक्सनमा यो इन्जाइमहरू चाहिँ रियाक्सनमा इन्भल्भ हुन्छ। लाइक रियाक्सन कुन हुन्छ भन्दाखेरि सुरुमा कन्डेन्सेसन हुन्छ कन्डेन्सेसन हुन्छ अनि त्यसपछि चाहिँ अर्को हुने भनेको चाहिँ हाम्रो रिडक्सन हुन्छ हाइड्रेसन हुन्छ अनि फेरि लास्टमा गएर रिडक्सन हुन्छ क्या। अनि यो रिडक्सन चाहिँ NADPH युज हुन्छ। अनि यहाँ एक्जाममा अरू कुन सोध्छ भन्दाखेरि यो NADPH चाहिँ कहाँबाट आउँछ अनि NADPH चाहिँ हाम्रो दुईवटा ठाउँबाट आउँछ एउटा चाहिँ HMP सन पाथवेबाट अनि अर्को चाहिँ म्यालिक इन्जाइम डिपेन्ड एउटा हुन्छ लाइक त्यो म्यालिक इन्जाइमबाट बन्छ अनि अर्को चाहिँ HMP सन पाथवेबाट। अनि लाइक यति भएपछि के हुन्छ भन्दाखेरि हाम्रो जुन यो एसिटाइल कोए थियो होइन के हुन्छ भन्दाखेरि लाइक एसिटाइल कोए यो कम्प्लेक्समा एउटा के भन्छ सिस्टिन बाइन्डिङ साइड भनेको थिएँ हो। यो सिस्टिन बाइन्डिङ साइडमा चाहिँ होइन एसिटाइल कोए गएर बाइन्ड हुन्छ अनि यसले चाहिँ के गराउँछ भन्दाखेरि इट एक्ट एज अ प्राइमर क्या हुन्छ नि। अब यो प्राइमर जस्तो भइसकेपछि हुन्छ नि लाइक यसले चाहिँ हुन्छ नि यो सुरुमा एकचोटि मात्रै लाइक प्राइमिङमा लाइक जोड्नमा काम लाग्छ त्यसपछि चाहिँ लाइक हुन्छ नि त्यो प्राइमरको काम सक्यो क्या। प्राइमरको कामै त्यही हो लाइक सुरुमा आउने अनि एउटा बाटो देखाइदिने अनि त्यसपछि चाहिँ लाइक त्यो बाटोमा हिँड्ने काम चाहिँ म्यालोनाइल कोएले गर्छ क्या। के हुन्छ भन्दाखेरि अब एउटा एसिटाइल कोए हुन्छ होइन अनि यो एसिटाइल कोए चाहिँ सिस्टिनमा गएर बाइन्ड हुन्छ सिस्टिनमा अनि यो एसएल क्यारियर प्रोटिन हुन्छ यसमा चाहिँ के गएर बाइन्ड हुन्छ भन्दाखेरि हाम्रो म्यालोनाइल कोए गएर बाइन्ड हुन्छ अनि यो दुवै बाइन्ड गरेर हाम्रो सुरुको स्टेप्स हुन्छ यो वाला चाहिँ प्राइमिङ स्टेप भयो होइन। अनि त्यसपछि चाहिँ यो सुरुको स्टेज कन्डेन्सेसन हुन्छ यो दुवै गएर लाइक कन्डेन्स हुन्छ अनि कन्डेन्स भएर चाहिँ लाइक के हुन्छ भन्दाखेरि
लाइक कन्डेन्सेसन हुन्छ अनि यही इन्जाइमहरू काम लाग्ने हो। अब कन्डेन्सेसनमा यही अनुसार यहाँको इन्जाइम काम लाग्छ, रिडक्सनमा त्यही हाइड्रेसन त्यस्तै त्यस्तै भएर लाइक एउटा साइकल सकिन्छ। अनि यस्तो हुँदा चाहिँ 7वटा साइकल हुन्छ क्या। अनि सुरुमा चाहिँ लाइक के हुन्छ भन्दाखेरि एसिटाइलको यो चाहिँ लाइक 2 कार्बनको हो, 2 कार्बनको हो, मेलोनाइनको चाहिँ 3 कार्बनको हो। तर के यो 5 कार्बन हुनुपर्ने सुरुमा, तर के हुन्छ भन्दाखेरि कन्डेन्सेसन हुँदाखेरि लाइक कार्बन चाहिँ कार्बन डाइअक्साइड बनेर निस्किन्छ क्या। त्यसैले सुरुमा बनेको हाम्रो फर्स्ट साइकलमा बनेको 4 कार्बन साइकल भयो। अनि त्यसै गरी 2 3 4 5 6 7 यसो भयो। अनि यहाँबाट कति हुन्छ 2 2 2 2 2 2 लाइक कति भयो 1 2 3 4 5 6। सो यसै गरी यहाँ 12 कार्बन भयो, 12 + 4 यहाँ 16 कार्बन। सो यो चाहिँ हुन्छ नि हाम्रो 16 कार्बन पाल्मिटेड अथवा पाल्मिटिक एसिड जे भनौँ 16 कार्बन भन्छ। अनि यसमा के हुन्छ भन्दाखेरि लाइक 8 एसिटाइल कोए र 7 मेलोनाइल कोए खर्च हुन्छ क्या। अब कसरी हुन्छ 8 एसिटाइल कोए जस्तो लागिरहेको होला। अनि 7वटा साइकल भएको छ, तर 8वटा मात्रै एसिटाइल कोए कसरी खर्च हुन्छ भन्दाखेरि यस्तो हो कि लाइक सुरुको हाम्रो एसिटाइल कोए चाहिँ हुन्छ नि, सुरुको एसिटाइल कोए चाहिँ हामी कसरी त्यो भन्दा नि हामी कसरी बुझ्नुपर्छ, सुरुमा हाम्रो 8वटा एसिटाइल कोए बन्छ क्या। लाइक अब के हुन्छ भन्दाखेरि हाम्रो ग्लाइकोलाइसिसबाट लाइक पाइरुवेट बन्छ, पाइरुवेटबाट पाइरुवेट डिहाइड्रोजिनेजबाट एसिटाइल कोए बन्छ। अनि त्यसरी लाइक धेरै एसिटाइल कोए बन्छ क्या। अनि त्यति धेरै चाहिँदैन हामीलाई लाइक फ्याटी एसिड बनाउनलाई चाहिँ हाम्रो बडी अनुसार लाइक हाम्रो बडीको क्यापेसिटी अनुसार चाहिँ हामीले 8वटा एसिटाइल कोए चाहिन्छ। अनि त्यही 8वटा एसिटाइल कोए लिन्छौँ हामीले होइन। 8वटा एसिटाइल कोए लिए अब त्यो एउटा एसिटाइल कोए चाहिँ के गर्यौँ भन्दाखेरि के भन्छ, एउटा एसिटाइल कोए के गर्यो भन्दाखेरि लाइक यो प्राइमिङमा काम लगाइदियो, प्राइमिङमा उयो गरिदिउँ क्या। लाइक एउटा चाहिँ हुन्छ नि प्राइमिङ बाटो देखाउनलाई लाइक फर एक्जाम्पल 16मा बाइन्ड होस् भनेर हामीले चाहिँ एउटा प्राइमिङ स्टेजमा चाहिँ एसिटाइल कोए सुरुमै लिन्छौँ क्या। अनि त्यो सुरुमा लिइसकेपछि सुरुमा लिइसकेपछि के हुन्छ भन्दाखेरि लाइक 8वटा एसिटाइल कोए मात्रै एउटा एसिटाइल कोए हामी प्राइमिङमा लियौँ होइन। हामीसँग अब कतिवटा बाँकी छ एसिटाइल कोए, 7वटा एसिटाइल कोए बाँकी भयो। अब यो मेलोनाइल कोए कहाँबाट बन्छ अथवा कसरी यो एसएल क्यारियर प्रोटिनमा जोइन हुन्छ भन्दाखेरि यही लाइक 8वटा एसिटाइल कोएको एउटा एसिटाइल कोए प्राइमिङमा भयो। अनि यही 7वटा जुन एसिटाइल कोए बाँकी हुन्छ त्यो चाहिँ कन्भर्ट हुने हो क्या। त्यसै गरी त्यही भएर फर्स्ट स्टेपमा हाम्रो एसिटाइल कोए प्राइमिङमा लाग्यो होइन, एउटा प्राइमिङमा सक्यो। 8वटा एसिटाइल कोएबाट एउटा एसिटाइल कोए सक्यो। त्यसपछि हाम्रो 7वटा बाँकी छ। त्यसैले लाइक त्यो 7वटामा अब फर्स्टको स्टेपमा हाम्रो के हुन्छ भन्दाखेरि एसएल क्यारियर प्रोटिनमा बाइन्ड हुनलाई त्यही त्यो 7वटा मध्येको 7वटा एसिटाइल कोए भएको एउटा एसिटाइल कोए मेलोनाइल कोएमा कन्भर्ट हुन्छ। अनि त्यसरी नै लाइक यो प्रोसेस कन्डेन्सेसन रिडक्सन हाइड्रेसन रिडक्सन भनेर लाइक 7वटा एसिटाइल कोए 7वटा मेलोनाइल कोए खर्च हुने हो र 8वटा एसिटाइल कोए खर्च हुने हो। लाइक सिम्पली बुझ्नु भन्दाखेरि लाइक सुरुमा 8वटा यसरी बुझ्दा हुन्छ, 8वटा एसिटाइल कोए बन्छ सुरुमै, हामीले 8वटा एसिटाइल कोए लिन्छ। 8वटा एसिटाइल कोएमा एउटा एसिटाइल कोए चाहिँ प्राइमिङमा खर्च हुन्छ। प्राइमिङ भन्नाले लाइक 16मा जोड्नलाई खर्च हुन्छ। अनि त्यसपछि चाहिँ के भन्छ, त्यसपछि चाहिँ हाम्रो बाँकी भएको 7वटा एसिटाइल कोए त्यही 7वटा मेलोनाइल कोएमा कन्भर्ट हुन्छ। सो त्यसरी नै 8वटा एसिटाइल कोए जान्छ र 7वटा मेलोनाइल कोए, त्यसै गरी 16 कार्बन पाल्मिटेट भन्छ। र हाम्रो एनएडिपिएच चाहिँ के भन्छ 14वटा खर्च हुन्छ है, किनकि लाइक फर्स्ट एउटा साइकलमा दुईवटा एनएडिपिएच युज हुन्छ। अनि यहाँ चाहिँ 7वटा साइकल हुन्छ, त्यसैले 7वटा साइकलमा 7 × 14 एनएडिपिएच। ल यति नै हो के अरे फ्याटी एसिड सिन्थेसिस।